हेलो नमस्ते, दिस इज अनिल हियर। स्वागत छ तपाईँलाई बियोन्ड बाउन्ड्रिज फर फ्यामिलीजमा। हामी आफ्नो साइलममा प्रायः जसो परदेशीको डेली लाइफ स्टाइल कस्तो हुन्छ, जिन्दगी कसरी बिताइरहेको हुन्छ त्यसको बारेमा कुरा गर्नेछु र त्यो देखाउने कोसिस गर्नेछु। आज म सबैभन्दा पहिला चाहिँ कम्पनीले प्रोभाइड गरेको एकोमोडेसन हामी बस्ने ठाउँमा देखाउन गइरहेको छु कस्तो हुन्छ। सबैभन्दा पहिला चाहिँ यहाँ अब यो अलेन रोटाना होटलको एकोमोडेसन हो। सनै यहाँ अलेन, यो चाहिँ होटलको पार्किङ एरिया हो। अनि उतापट्टि देख्नुभयो होला तपाईँले चाहिँ त्यहाँ बास्केटबल ग्राउन्ड छ। अब यहाँबाट चाहिँ हामी यो चाहिँ ट्रान्सपोर्टेसनको लागि चाहिँ बसहरू भयो, ट्रक भयो होइन, बाहिर पनि डेलिभरी गर्छ होइन, प्रायः सो इभेन्टमा भयो। अनि यहाँबाट चाहिँ हामी भित्र बस्न सक्छौँ। एकोमोडेसन ठिकै छ, राम्रो छ, त्यति नराम्रो पनि छैन होइन। यही हो परदेशीको जिन्दगी होइन, कसरी। अनि यहाँबाट चाहिँ यो भित्र बस्ने एरिया, यहाँ बस्यो भने चाहिँ यहाँनिर नोटिस छ। अनि यो कोरिडोर, यो चाहिँ कलिग लन्ज हो। यहाँ मान्छेहरू बसेर चाहिँ तपाईँ रिल्याक्स गर्न सक्नुहुन्छ बसेर। अनि फेरि खेल्नको लागि क्यारम बोर्ड छ यहाँ होइन, टिभी पनि छ यदि तपाईँलाई टिभी हेर्न मन लाग्यो भने। अनि यताबाट तपाईँ यता जानुभयो भने चाहिँ यहाँ जिम छ। यो चाहिँ कलिग जिम हो है, यो कलिग जिम हो। तपाईँ यहाँ आएर जिम गर्न सक्नुहुन्छ। अनि हाम्रो यहाँ साजन भाइ चाहिँ जिम गर्दैछ। साजन भाइ के हानिरह, चेस्ट हानिरह? अनि के छ यहाँ? हेलो भनिदेऊ नि त। अनि हेलो भनिदेऊ। हाम्रो साजन भाइ हो है। यो कलिग जिम हो यहाँनिर। अब यहाँ कोही पनि कलिग आएर चाहिँ फ्रीमा तपाईँ जिम गर्न सक्नुहुन्छ। यो कार्डियो सेसन है, कार्डियो सेक्सन चाहिँ यहाँ दुईवटा तपाईँको ट्रेडमिल छ, साइक्लिङ गर्ने ठाउँ, सबै अलिअलि मेसिनहरू छ। अनि यताबाट चाहिँ फेरि बाहिर निक्लिनु भयो भने चाहिँ तपाईँको चाहिँ रुमहरू भयो है, यो साइडमा पनि रुमहरू। सो यताबाट चाहिँ यता गयो भने चाहिँ 45 रुम नम्बर, यो चाहिँ हो मेरो रुम। यस्तो छ रुमको हालत है। रुम चाहिँ ठुलो छ, दुईवटा कपड दिएको छ दुईजनालाई। यो चाहिँ मेरो बेड भयो। यस्तै छ केटाहरू बस्ने रुम, यस्तै हो केटाहरू बस्ने रुम। गन्जा गोल हुन्छ के अरे होइन, धेरै मेस्ने हुन्छ। यो चाहिँ मेरो सुज हो सबै है। अनि रुम ठुलो छ है, एउटा टेबल दिएको छ यहाँ बसेर खाना खान सकिन्छ। ठुलो रुम छ, मजाको चाहिँ कम्फर्टेबल छ बस्न चाहिँ, ठिकै छ। सो आजको भिडियोमा यति नै। सो नेक्स्ट भिडियोमा फेरि उपस्थित हुनेछु। थ्याङ्क यू सो मच, टेक केयर, बाई।